सबिन भाइले एउटा अवार्ड थाप्नुभयो एउटा एज अ आर्टिस्ट। यो जुन अर्गनाइज गर्ने सम्पूर्ण टोलीलाई, विशेष सिक्किम एकाडेमीलाई म बधाई दिन चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु। साथसाथै हाम्रो भाइ छ, उहाँलाई म एकदमै मुरी बधाई दिन चाहन्छु। साथसाथै उहाँका प्यारेन्ट्सहरू जो हुन्छ, आमा बाबाहरू, उहाँलाई म बधाई दिन चाहन्छु। कारण एउटा प्राउड मोमेन्ट हो, एउटा सानो उम्रिँदै गरेको एउटा केटौली है, इज येट टु नाइट उहाँले यस्तो प्रकारले अवार्ड पाएर एउटा मलाई इन्करेजमेन्ट पनि भयो, एउटा इन्सपिरेसन पनि भयो। होप दिस विल क्यारी यु लङ वे। पछि तपाईँले यो राम्रो गर्नुहुन्छ र आफ्नो मात्र होइन, हाम्रो सिक्किम र सिक्किमेलाई र हाम्रो सम्पूर्ण पहाडी क्षेत्रलाई तपाईँले एउटा रिप्रेजेन्ट गरेर धेरै कुरामा तपाईँले टेवा दिनुहुन्छ भन्ने कुरा म विश्वास गर्छु। र यहाँ उपस्थित हुनुभएका हाम्रो पद्मश्री जीएस लामाज्यू, पद्मश्री नरेन गुरुङज्यू, प्रेस जुन हाम्रो एडभाइजर छ हाम्रो सिएम साहबका श्री सीपी शर्माज्यू हुनुहुन्छ, प्रेसिडेन्ट सिक्किम एकाडेमीका श्री एसआर सुब्बाज्यू, त्यसै गरी हाम्रो प्रेजेन्ट सेक्रेटरी म्याडम किजोङज्यू हुनुहुन्छ। फर्मर सेक्रेटरीको नाम लिइबस्यो थुप्रो हुन्छ होला कि, तपाईँलाई एकै मुष्टमा तपाईँलाई म यहाँबाट क्षमा माग्दै यहाँबाट एड्रेस गर्न चाहन्छु। साथसाथै हाम्रो माझमा म देख्दै थिएँ कि हाम्रो भूतपूर्व मन्त्री, भूतपूर्व एमएलए साहबहरू पनि हुनुहुन्छ है, उहाँलाई म एकदमै स्वागत गर्न चाहन्छु र यहाँ आइदिनु भएकोलाई धन्यवाद पनि दिन चाहन्छु। र जति हाम्रो एसिस्टेन्ट प्रोफेसरहरू हुनुभएको छ र प्रोफेसरहरू हुनुहुन्छ सिक्किम युनिभर्सिटीबाट, नरबहादुर भण्डारी डिग्रीज्यूहरू पनि आउनुभएको छ, प्रोफेसरहरू, लेक्चरर्सहरू, उहाँलाई म उहाँहरूको नाम दिन चाहन्छु। र यहाँ उपस्थित हुनुभएको जति आज राइटर्सहरूको सम्मान गरियो, उहाँको पुस्तकहरू जति आज लोकार्पण गरियो र त्यसलाई जुन प्रकारले हामीले डिस्प्ले गऱ्यौँ है, र यो लेख्नुमा कति तपाईँलाई समय लाग्यो होला, कति तपाईँको कुन पसिना गयो होला है, र त्यसको लागि म तपाईँलाई बधाई दिन चाहन्छु। र सम्पूर्ण यहाँ स्टुडेन्ट्सहरू हुनुहुन्छ, अरू लेखकहरू हुनुहुन्छ, जति यहाँ भएका अडियन्सहरू हुन्छ, सबैलाई म स्वागत र तपाईँको अनुमति दिन चाहन्छ। र यहाँ हुनुभएको जति हाम्रो मिडिया पर्सनहरू हुन्छ, तपाईँद्वारा धेरै यो कुराहरू बाहिर पुग्छ र पुर्याइदिनुहोस् भनिकन म तपाईँलाई भन्छु। कारण हामीलाई हाम्रो माझमा मात्रै सीमित नभएर यो चाहिँ सम्पूर्ण जो लेखकहरू छ उहाँलाई प्रोत्साहन दिनु, उहाँहरूको जुन चाहिँ लेखहरू छ त्यसलाई हामीले एडमायर गर्नु, एप्रिसिएट गर्नु। साथसाथै हाम्रो अति प्रिय जो हाम्रो आज आर्टिस्ट हुनुहुन्छ सानो भाइ है सबिन राई, उहाँलाई पनि धेरै माझमा हामी पुर्याउनुपर्छ, सबले चिन्नुपर्छ। कारण हाम्रो जुन समाज छ, विशेष पहाडी इलाकामा जति हाम्रो समाज छ अलिक सीमित नै भएको म देख्छु। तर जस्तो प्रकारले हामीहरू प्रचार प्रसार गर्छौँ, मिडियाबाट धेरै ठाउँमा पुर्याउने गर्छौँ, उहाँको प्रचार प्रसार हुन्छ, त्यसो गरेर पपुलारिटी ग्राफ पनि बढ्छ। र यसमा हामीले सबै लागि पर्नुपर्छ र यसमा हामीहरू अघि बढ्नुपर्छ भनिकन म तपाईँलाई बिन्ती टक्राउँदैछु र तपाईँको अनुमति लिँदै एक दुईवटा कुरा राख्नुपर्ने। र सम्पूर्ण साहित्य अनि कलाप्रेमी महानुभावहरूलाई मेरो नमस्कार। र तपाईँहरू सबैजना आइदिनु भयो, यसरी आजको प्रोग्रामलाई भव्य रूपमा तपाईँले पालन गरिदिनु भयो, धन्यवाद छ। आजको कार्यक्रम केवल पुरस्कृत वितरण अनि पुस्तक विमोचन मात्र होइन, तर हामी जतिजनाले यो कलामा आफ्नो भित्र लुकेका कलाहरू छ, संस्कृति र त्यसलाई उजागर गर्नुभयो र यो एकदमै राम्रो कुरो हो। र अहिलेको दिनमा हामीले हेऱ्यौँ भने यो कला र संस्कृतिको क्षेत्रमा हाम्रो सरकारले र विशेष हाम्रो सामान्य मुख्यमन्त्री PS तामाङज्यूको कारणले गर्दा धेरै यसले टेवा पाएको छ। अब अहिले हेऱ्यौँ भने हाम्रो यो राष्ट्रिय स्तरबाट अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ। हाम्रो धेरैजना कलाकारहरूले अन्तर्राष्ट्रिय ठाउँमा गएर कतिवटा एक्कोलेजहरू है, प्राइजहरू उनीहरू जितेर आएको छन्। र यो ठुलो जुन टेवा छ हामीलाई कसबाट पाएको छ, हाम्रो सामान्य मुख्यमन्त्री PS तामाङज्यूले गर्दा यो भएको छ र हामी उहाँप्रति धन्यवादी हुनुपर्छ। र अब आज
विभिन्न विधानमा पुरस्कृत हुनुहुने आदरणीय स्रष्टाहरूप्रति म हार्दिक बधाई व्यक्त गर्छु। विशेष गरी युवा चित्रकार जो हुनुहुन्छ हाम्रो श्री शिवन राईलाई म एकदमै मेरो हृदयको तलबाट तपाईँलाई बधाई र एकदमै कङ्ग्रेचुलेसन दिन चाहन्छु। आगामी दिनमा म विश्वास गर्छु यो जुन तपाईँले काम गर्नुभयो सीमित नभएर धेरै तपाईँको जर्नी है, तपाईँको यात्रा अझै लामो होस्, धेरै अगाडि बढोस् र धेरै कामहरू तपाईँले गर्न सकेको हुन्। र मलाई लाग्छ यो जुन हामीले संस्कृति कला यो जति चित्रकारहरूको कुराहरू गर्छौँ, जति गर्नुपर्ने हामीले गर्नुपर्ने अब अहिले चाहिँ हामीले प्रेजेन्ट कन्टेक्स्टमा हामीले अलिकति यसलाई एलाबोरेट गर्नु राम्रो हुन्छ भनिन्छ नि। कन्टेम्पोरेरी माने वर्तमानको के माग छ, के समस्या छ, त्यसलाई हामीले गागेर गऱ्यो भने राम्रो पनि हुन्छ जस्तो लाग्छ। हामीले अब कुरा गर्छौँ नि, अब बितेका कुराहरू हुन्छ, आउने भावी कुराहरू हुन्छ र विशेष चासो लिने मान्छेले चाहिँ कन्टेम्पोरेरी कुराहरूमा चाहिँ उनीहरूले चासो लिन्छ र त्यसमा अलिकति फोकस गरेर राम्रो पनि हो। आजको दिन अब हाम्रो सबिन भाइ युथ छ र युवा सेन्ट्रिक कति प्रब्लम छ हेर्नुहोस्, मेन्टल प्रब्लम, तपाईँको डिप्रेसन, एङ्जाइटिजहरू, यो सबै कुराहरू हेर्दाखेरि यो रिलेटेड आर्ट्सहरू गऱ्यो, तपाईँले यो रिलेटेड लेखहरू लेख्यो, जसले गर्दा हाम्रो युथहरूलाई प्रभाव पार्छ, उनीहरूलाई सकारात्मक तौरले प्रभाव पारेर उनीहरूको सकारात्मक तौरले बढोत्तरी भन्ने राम्रो पनि हुन्छ। र आजको दिन बिकज अफ डिजिटलाइज एज है, अब एआई पनि आएको छ, अब यसले राम्रो प्रभाव चाहिँ नराम्रो प्रभाव पनि छ। तर के छ भने हाम्रो प्रवृत्ति के छ भने एउटा भनिन्छ क्युरियोसिटी किल्स द क्याट। मान्छेले गएर नराम्रो आम्बाउले भने के चाहिँ रहेछ भने त्यसमा बुझ्दै भित्र पस्दै गर्दा त्यसमै फस्छ, त्यसैले बिगार्छ। तर हामीले के कुरो सही हो, के कुरो नकारात्मक हो, सकारात्मक त्यो बुझाएर एउटा डिफ्रेन्स ल्याएर हाम्रो नानीहरूलाई बुझायो भने राम्रो पनि हुन्छ जस्तो लाग्छ। र त्यसमा हामीहरू लागि पर्नुपर्छ। र अघि भन्नुभएको छ अब हामीले जिउनु त जिउनु, अब ठिकै छ हामीले जिउँ, तर हाम्रो पछि भावी सन्तानलाई कसरी बचाइराख्ने यसमा हामीले राख्नुपर्छ। र यसमा लागि परेर यो जुन चाहिँ हाम्रो संस्कार र संस्कृति र आर्ट्सको कुराहरू चाहिँ यसले धेरै टेवा दिनु पुऱ्याउँछ, टेवा पुऱ्याउँछ हाम्रो समाजमा, हाम्रो विशेष नानीहरूमा। अब हामीहरू प्रायः अहिले मेडिकेसनमा जान्छौँ है, कति हामीहरू मेडिटेसनमा पनि जान्छौँ, अरू थरीका माने प्रोग्राम्सहरू या मेथड्सहरू अप्नाएर नानीहरूलाई करेक्ट गर्ने गर्छौँ। तर एउटा इम्पोर्टेन्ट कुरा अब आजको रिलेटेड जो छ तपाईँको संस्कारको, संस्कृतिको, कलाको है, तपाईँको लेखहरूको, त्यो चाहिँ केसँग रिलेटेड छ भने बिब्लियोथेरापी सुन्नुभएको? बिब्लियोथेरापी भने तपाईँले बिब्लियोथेरापी चाहिँ यस्तो हो, नानीहरूले चाहिँ जुन चाहिँ तपाईँ लेख लेख्नुहुन्छ, पुस्तक लेख्नुहुन्छ, पोइमहरू लेख्नुहुन्छ, यसलाई पढेर अगाडि बढिन्छ। त्यो जुन चाहिँ थेरापी चाहिँ त्यसलाई बिब्लियोथेरापी हुन्छ। हामीले खालि पिक्चर देखाउनु, उनीहरूलाई इन्गेज गर्नु, खेल खेलाउनु ठिक हो, त्यो राम्रो हो। थुप्रो कुरोमा एक्टिभिटिजमा हामीहरू उनीहरूलाई इन्गेज गर्छौँ। त जब हामीलाई लेख दिएको छ, तपाईँले लेखेको छ, पुस्तकहरू लेखेको छ है, पोइमहरू लेखेको छ, चित्रकारले चित्रको धेरै कुरा डेपिक्ट गरेको छ, त्यो कुरामा हामीले नानीहरूलाई इन्भल्भ गऱ्यौँ र उनीहरूलाई एन्गेज गरेर राख्यो भने उनीहरू त्यसमा आफ्नो मन है त्यसमा लगाउन सक्छ। र त्यसो गर्दा धेरै नकारात्मक कुराहरू छ सोसाइटीमा, जो समाजमा छ, त्यसबाट टाढा बस्न सक्छ। यो एउटा बिब्लियोथेरापी एकदम इम्पोर्टेन्ट कुरो हो, तपाईँले याद राख्नुपर्छ। र कतिजना म आज सोध्दै थिएँ हाम्रो ठुला बडाहरूलाई के हो बिब्लियोथेरापी, याद छैन। तर यो बिब्लियोथेरापी भन्ने चाहिँ एकदम इम्पोर्टेन्ट कुरो हो, तपाईँले याद राख्नुहोस्। यो इङ्ग्लिसमा छ, नेपालीमा के छ उता तपाईँहरू गर्नुहोस्, कारण प्रायः तपाईँहरू एकदमै यसमा जान्नुहुन्छ है, नेपाली लेखमा धेरै तपाईँहरू विद्वानहरू हुन्छ, तपाईँलाई अझै याद हुन्छ है। यो कुरोमा हामीले इम्पोर्टेन्स दिनुपर्छ, कारण यो एकदम राम्रो हो। र भनिन्छ अब हामीले खालि लेख लेख्छौँ, पोइमहरू लेख्छौँ, तर त्योभन्दा इम्पोर्टेन्ट आज सबिन राई भाइले जुन चाहिँ पुरस्कार पाए उसलाई एउटा रिकग्निसन दियो है, एप्रिसिएट गर्यो हामीले। एउटा पिक्चरको, आर्ट्सको भनिन्छ पिक्चर इज वर्थ 1000 वर्ड्स। भाइले एउटा पिक्चर डेपिक्ट गर्नुहोस्, त्यसले के भन्छ, द्याट कभर्स मोर देन 1000 वर्ड्स।
र पिक्चर इज भेरी इम्पोर्टेन्ट। अब आजको दिन हामीले आर्टको कुरा गऱ्यौँ है, आर्ट एन्ड आर्टिस्टहरूको कुरा गर्छौँ, आर्ट्सको इट्स भेरी इम्पोर्टेन्ट। त्यसले के माने लाउँछ, के समाजमा के त्यसले मेसेज दिन्छ, त्यो पढिरहनु के गर्नु त नानीहरूले पनि अल्छी गर्छ, इभन ठुलोबाट नै अल्छी गर्छ। र पिक्चरमा त्यसो गरेर निहुरेर हेर्छौँ के हो कसो, यसको मानी के हो त्यो बुझ्ने हामी प्रयास गर्छौँ। र यसको जुन चाहिँ मेसेज जान्छ इट इज भेरी स्ट्रङ। हाम्रो मिडियाले अब लेख्छ बोल्छ होइन, तर कुनै पिक्चर डेपिक्ट गरे त्यसको प्रभाव चाहिँ 1000 टाइम्स बेसी बढेर जान्छ। र जुन तपाईँहरूले चाहिँ एउटा समाजमा विशेष नानीहरूमा है बढ्दै गरेको अहिले जुन चाहिँ मेन्टल इस्युजहरू थुप्रो छ है, डिप्रेसन छ, एङ्जाइटिजहरू छ, ड्यु टु स्ट्रेस, ड्यु टु अरू धेरै कुराले गर्दा यसले एफेक्ट पार्छ। तर अब जुन प्रकारले हामीले एउटा पिक्चर पोर्ट्रे गरेर नानीहरूलाई त्यो प्रेजेन्ट गऱ्यो है, स्कुलमा ठाउँ ठाउँमा यो राखिदियो भने यसले धेरै प्रभाव पार्छ र यसले धेरै टेवा पनि दिन्छ। र कतिलाई अब याद हुँदैन यो कुरा, तर अब तपाईँले मनमा राख्नुहोस्, पिक्चर इज वर्थ 1000 वर्ड्स भनेर। अब बोलेको भन्दा पिक्चरले चाहिँ बेसी यसले तपाईँहरूलाई टेवा दिन्छ र नानीहरूलाई जुन सकारात्मक प्रभाव पर्नुपर्ने छ त्यो प्रभाव पार्छ। र अब संस्कृति र कलाको कुरा गरौँ भने म त एउटा बेसिकली म पोलिटिसियन देख्दैछु, तर आम बेसिकली फ्रम इन्जिनियरिङ ब्याकग्राउन्ड। तर अचम्मको कुरा इन्जिनियर नै यहाँ प्रायः यहाँ यो जुन चाहिँ संस्कार र संस्कृतिको कुरा हामी देख्छौँ। हाम्रो जीएस लामाजी हुनुहुन्छ, उहाँले जुन सिक्किमकै जुन चाहिँ गीत छ होइन, दाम पक्ष टिस्टा र गीत उहाँले थालनी गर्नुभयो एउटा इन्जिनियर। अब हाम्रो पर लुप्सेङ साहब छ, इन्जिनियर चाहिँ बसिरहनु भएको छ। धेरै छन् त्यसरी इन्जिनियर। हाम्रो एसआर सुब्बाजी पनि इन्जिनियर, मेकानिकल इन्जिनियर। र इन्जिनियर चाहिँ बनाउँछ र उहाँको जुन चाहिँ इमेजिनेसन छ, क्रिएटिभिटी हुन्छ, त्यो पनि झलक यसमा हामी देख्छौँ। बधाई छ हाम्रो इन्जिनियरलाई पनि है, तपाईँले यसरी लेख्नुभयो। र म पनि इन्जिनियर पनि पोलिटिसियन त बट बेसिकली आम अल्सो एन इन्जिनियर। र त्यसले गर्दा म साह्रो यो यसमा चासो त छ एकदम मलाई। म पनि क्रिएटिभ नै छु, प्रायः जुनै कुरा गर्छु म एकदमै त्यसलाई निप्ट्याउने गर्छु। र अब काममा पनि म हेर्छु, काममा गर्दाखेरि म एकदमै तन मन लगाएर गर्छु। अब अहिले त म मेडिकल उसमा परेको छु है, र म त्यहाँ म कोसिस गर्दैछु। अब म लेमेन मेडिकल जाउँछु भन्दै, लेमेनले पनि कोसिस गर्दैछ। र जे गर्छौँ भनिन्छ नि, एउटा धर्म पुस्तकमा लेखेको छ, वाट एभर यु फाइन्ड एन्ड फाइन्ड डु विथ अल यो माइन्ड बडी एन्ड सोल भन्छ। तपाईँको हातमा जे काम दिएको छ पुरा तन मन धन पनि लाउनु हुनेछ, त्यो लगाएर तपाईँले सफल हुनुपर्छ। कारण हामीले के को लागि जिउँछौँ, हामीले एकअर्काको लागि जिउँछौँ नि। स्वार्थी जीवन बिताएर फाइदा छैन, हामीले एकअर्कालाई सोच्नुपर्छ। आफू बलियो भने मात्र भएन, हामीले छिमेकीलाई बलियो पार्नुपर्छ। र कसरी बलियो पार्छ, हाम्रो जुन चाहिँ हाम्रो कन्ट्रिब्युसन हुन्छ सोसाइटीमा कुनै काममा, त्यो चाहिँ तन मन लगाएर अलिक धन पनि लगाएर राखेर गर्नुपर्छ। अनि त्यसो गर्दा हामीले सही प्रकारले एउटा इम्प्याक्ट पार्न सक्छौँ है, कुनै सोसाइटीलाई एउटा समाजलाई हामीले केही देन दिन सक्छौँ। र यसमा हामीहरू लागु पर्नुपर्छ। र म एउटा प्रोत्साहन चाहिँ कसबाट लिन्छु, हाम्रो सम्मानित मुख्यमन्त्री PS तामाङज्यूबाट म लिन्छु। कारण उहाँ पनि एकदमै समाजप्रेमी हुन्छ। उहाँले हेर्नुहोस् अहिले कला र संस्कृतिमा कति प्रोत्साहन दिनुहुँदैछ है, धेरै धेरै कुरामा उहाँले गर्दाखेरि अब आज राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुग्यो। र धेरैले पढ्ने, कसैले बुझ्ने, कसैले त्यसमा कति शिक्षा प्राप्त गर्ने, फर्दर स्टडिज गर्ने पनि धेरै यो बाटोहरू खोलेको छ। त्यसको लागि हामी उहाँप्रति धन्यवादी पनि हुनुपर्छ। र अब आजको दिनमा यहाँ हामीहरू अब आयौँ, सुन्यौँ है धेरै कुरा कल्चरको विषयमा। हाम्रो एसआर सुब्बाजीले भन्नुहुँदै थियो है, अब कता कता मलाई यो कथा बनेको व्यथा जस्तै लाग्यो मलाई। उहाँकै पुस्तक थियो, उहाँले कथा लेख्नुभयो तर गएर व्यथा भने। तर कुरा चाहिँ यस्तो हो, हामीले जुनै कुरा थाल्दा पनि त्यसको एकैचोटि होल माने ठुल्ठुलो हुँदैन। जे काम गर्दा पनि त्यसको इनिसियली हामी स्टार्ट गर्छौँ, कहीँ न कहीँ त्यसको लुप होल्स हुन्छ, कहीँ न कहीँ सर्टकमिङ्स हुन्छ। त्यसलाई सुधार्दै, त्यसलाई बनाउँदै लगेर त्यसलाई कम्प्लिट गर्न सक्छ। भनिन्छ नि इङ्ग्लिसमा, रोम वाज नट बिल्ट इन अ सिङ्गल डे, इट टुक एजेस। कति साल लाग्यो। त्यसै गरी यो कल्चरले यहाँ एस्टाब्लिस गरेको छ, कल्चर डिपार्टमेन्ट गरेको छ। कल्चरको कति खुबी कमजोरीहरू छ हामीले देख्यौँ है।
जस्तो कि उहाँको एड्रेस छैन भने अब त्यसको लागि हामीले काम गर्नेछौँ है। अरू जति सर्टकमिङ छ एम्प्लोइजहरूको कुरा छ, एम्प्लोइजको त भइबस्ने कुरा हो, कारण सामान्य मुख्यमन्त्री आदेश दिनुभएको छ 4 वर्ष नागेपछि त त्यो रेगुलराइज हुने भनेर, र कहीँ कसो अप्सन ल्याप्सेस कहीँ कसो भएको छ भने हामी बसेर सरसल्लाह गरौँ, मसवरा गरौँ, त्यो मिलिहाल्ने कुरो हो। र कति कुराहरू हामीले यो पोजिटिभली हामीले लिएको राम्रो, र अब जति डिमान्ड छ डिमान्ड चाहिँ तपाईँ लेखेर दियो भने राम्रो, ताकि हामीहरू ठिक ठाउँमा पुर्याएर त्यसको समाधान पनि गर्न सक्छौँ। र यो धेरै कुरा छ, अब हामीहरू सुन्यौँ बुझ्यौँ है, अब बेसी भयो भने तपाईँले बोर पनि हुन्छ र तपाईँले याद गरेर राख्नुपर्ने कुरो चाहिँ जब कुनै चिजको थालै नै भएको छ त्यसको लजिकल एन्डिङ पनि हुनुपर्छ। लजिकल एन्डिङ इमिडिएटली हुँदैन, द्याट विल टेक सम टाइम। त्यसमा चाहिन्छ तपाईँको पेसेन्स, धैर्यता चाहिन्छ होइन, धैर्यता त हुनुपर्छ। धैर्य चाहिँ सबसे ठुलो भनिन्छ, पेसेन्स इज द मदर अफ भर्च्यु हुन्छ होइन, एन्ड इमेजिनेसन इज इज फादर। त्यो त छैन बुकमा, हामीले जे इमेजिन गर्छौँ त्यसलाई रियलिटीमा हामीले कन्भर्ट पनि गर्न सक्नुपर्छ, र त्यसरी हामीले काम पनि हुनुपर्छ। र जति हामीले आज सर्टकमिङ्सको कुराहरू सुन्यौँ त्यो पुरा हुनेछ। र अब हामी सरकारप्रति धन्यवाद दिनुपर्छ, कारण कति ठाउँमा म देख्छु है यस्तो प्रकारले पार्टिसिपेसन, यस्तो प्रकारले सहभागिता है सरकारको र यस जनताको सँगसँगै मैले भएको देखेको छु। अरू स्टेटमा पनि म जान्छु हेर्छु, र सिक्किममा चाहिँ एकदम राम्रो छ, भइरहेको छ। अब त्यसमा पनि अब गर्नेले त कमेन्ट गरिबस्छन्, कहीँ न कहीँ गरिबस्छ, त्यो अब त्यो त कमेन्ट गरेको राम्रो पनि हो, कारण भनिन्छ क्रिटिसिजम मेक्स अ म्यान पर्फेक्ट। क्रिटिसिजम छैन भने त जसो गर्दा पनि भन्यो अलिअलि क्रिटिसाइज गर्नैपर्छ, गरेलाई त एकदम पोजिटिभ हामीले लिनैपर्छ, सुधार्नुपर्छ, अगाड्नुपर्छ। कारण मान्छे हो, मान्छेपछि कस्तो हुन्छ, मान्छेको नेचर के हो, इङ्ग्लिसमा फेरि भनिन्छ टु इज ह्युमेन। भुल गर्नु चाहिँ मानवताको चिन्ह हो। कहीँ न कहीँ जब काम गर्छ, जसले काम गर्छ त्यसले भुल गर्छ, कामै गर्ने के भुल हुन्छ, हुँदैन नि। र त्यसले गर्दा टु इज ह्युमेन मिन्स मानवताको चिन्ह हो, त्यो चाहिँ मानव हो। जसले काम गर्छ त्यसले कता कता भुल गर्छ, त्यसलाई सुधार्दै जानुपर्छ, त्यसलाई बनाउँदै जानुपर्छ। जस्तो कि मैले अघि भनिहालेँ, रोम वाज नट बिल्ट इन अ सिङ्गल डे टु गेट दिस है, हन्ड्रेड्स अफ इयर्स लाग्यो। त्यसै गर्दा हामीहरू कसैले काम गर्छ बेसी क्रिटिसाइज पनि नगरौँ। मलाई लाग्छ तपाईँले आफ्नो जति एडभाइजहरू छ है, तपाईँको सरसल्लाह छ, सरसल्लाह दिएर यसो गरौँ त्यसो गरौँ भन्ने त्यो हुन्छ, द्याट इज मोर पोजिटिभ, सकारात्मक हुन्छ। त्यसले मनोबल पनि पाउँछ। जसले काम गर्छ, जसले स्किमहरू गर्दैछ, अगाडि बढाउँदैछ, त्यसरी तपाईँले राम्रो सुझाव दियो, यसो गरौँ त्यसो गरौँ, यो ठिक भएन यसो गर्नु भनेर सुझाव दियो त्यो राम्रो। बेसी क्रिटिसाइज गर्नु राम्रो होइन, मनोबल घट्यो भने के हुन्छ भने सबैलाई इफेक्ट हुन्छ। र हामीले एकअर्काको वास्ता गर्नुपर्छ। मैले भने हामी चाहिँ एउटा सोसाइटीमा बसेपछि एकअर्काको लागि जिउनुपर्छ, आफू लागि मात्र होइन, हामी एकअर्काको लागि जिउनुपर्छ। कसरी जिउनुपर्छ, हाम्रो भनाइमा, हाम्रो सोचमा, हाम्रो बोलीमा, हाम्रो व्यवहारमा, सबैमा हामीले त्यो सबै एकत्रित गरेर अगाडि बढ्यौँ भने एउटा राम्रो हाम्रो समाज बनिन्छ, पोजिटिभ समाज, जहाँ कि हामी एकअर्कालाई हेर्न सक्छौँ, एकअर्काको दुःख सुख है, कथा व्यथा हामीहरू बुझेर अघि बढ्न सक्छौँ। र फेरि पनि अब मैले कथा धेरै गरेँ होला, म बेसी बोल्ने मान्छे पनि सबै म, कारण म प्रायः आई कन्ट्याक्ट गर्छु, यहाँ नानीहरू छटपटाउनु थालेको छ, सो द्याट यो एटेन्सन इज बिङ डिस्ट्र्याक्टेड है, द्याट मिन्स अलिक इन्ट्रेस्ट हराउनु थाल्यो भने म यतिमै म अब मेरो सानो वक्तव्य जति छ यतिमै म समाप्त गर्न चाहन्छु। र सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष यो जो अर्गनाइजिङ कमिटी सिक्किम एकाडेमीका म सम्पूर्ण प्रेसिडेन्ट लगायत उहाँको सम्पूर्ण टोलीलाई म धन्यवाद दिन चाहन्छु। र जतिजना तपाईँलाई आइदिनु तपाईँलाई धन्यवाद दिँदै म यो बिदा लिन चाहन्छु। थ्याङ्क यू सो मच।